कति समय अगाडिदेखि गरे यो दुखाइ? भयो 2 वर्ष भयो। यता हेर्नुहोस् है, दुख्यो आज 10 दिनको। 10 दिनको हजुर। पहिला यसो छुन पनि नहुने थियो है। अब अहिले चाहिँ धेरै कम, अब 100 मा 90 नै कम भयो भनौँ न। अब त्यही भएर खुसी छु म। हजुर, खुसी भएर खुसी छु। ठिक छ। टेक्नै नमिल्ने मान्छे उतिखेरै अब टेकेर हिँड्नुभयो। ल कहाँ चाहिँ दुख्थ्यो अरे ज्यादा हजुर? मेरो यहाँ यो कुनी के यस्तो थियो नि के यस्तो नि भरे चढ्नै नमिल्ने। दुखाइ कहाँदेखि कहाँसम्म हुन्थ्यो हजुरलाई? मेरो दुखाइ यहाँदेखि लिएर पुरै जान्थ्यो, दुईटा खुट्टामा थियो। त यो नले थाहै त चल्दैन चल्दै नचल्ने भएको थियो है। हिँड्न पनि गाह्रो थियो यहाँलाई है। ल पहिलो सेसन गरेर सक्यो ट्रिटमेन्ट हो, एकचोटि उठेर हेर्नुहोस् त कस्तो छ। ल टक्क उठ्नु भयो हो होइन? ल हिँड्न पनि सजिलो। माथि कतिसम्म जान्छ? यति नै। हामीले सानो उपचार गऱ्यौँ होइन? छोरा हुनुहुन्छ हजुर है, बुवाको हात माथि जाँदैन थियो। अहिले लानुहोस् त। ल गयो अहिले? उल्टी आउनु पर्दा नि हिँड्दा हिँड्दै भयो, टाउको हान्ने एकदम हानेपछि नि मुटु हल्लिन्थ्यो। त्यसको ब्रेन ड्यामेज भइसकेको थियो, यसको ट्रिटमेन्ट छैन भन्नुभएको थियो मलाई। यहाँलाई टाउको एकदमै दुख्ने? टाउको दुख्ने भन्दा नि बडी झमझम गरे हानिराख्ने, करेन्ट लागे जस्तो हात काम्ने। हात पनि काम्थ्यो हो? यहाँ पेन चाहिँ यता पेन हुन्थ्यो अनि पातातिर हुन्थ्यो, हुँदैन थियो सोल्डरतिर, त्यता पनि हुन्थ्यो हो? वाक लाग्न टाउको दुख्न मलाई 3 चोटि गर्दैमा पुरै निको भयो। दुखाइ कहाँदेखि कहाँसम्म थियो हजुरलाई? यहाँबाट यो साइडमा हजुर अब यो दुख्दै यतातिर जान्थ्यो हो होइन? झमझमाउनु गर्थ्यो, अहिले त धेरै झमझमाउने गर्थ्यो, दुखाइ पनि थियो हजुर। हजुर आज यहाँले धेरै रिलिफ गर्नु भएको छ आफूलाई है। यो दुख्ने सर, यो त्यहाँनिर दुख्थ्यो हो? लेफ्ट साइडको यो राइट साइडको चाहिँ धेरै दुख्ने। त्यहाँ दुख्थ्यो होइन? त्यो साइडमा पछाडि दुख्थ्यो हो? मुन्डो यसो पनि गर्नु हुँदैन थियो, अहिले पुरै अहिले कस्तो छ दुखाइ? अहिले त अब यो भएपछि सब ठिक छ सर। ठिक छ। यो त जादु गरे जस्तो भयो त बा। ल मजाले थिच्ने, ल थिच्नु त। पैसामा दुखिरहेको थियो होइन हो? अहिले कस्तो छ? नै छ त हो? उफ्रिँदै हुनुहुन्छ होइन? थिच्नु मजाले थिच्नु, ठिक छ होइन? दुख्यो भन्नुहुन्थ्यो नि हो? ल मजाले थिच्नु ल, ठिक छ। कति खुसी हुनुहुन्छ एकदम? यता हेर्नुहोस् ल। के भएर आएको? खास यो मेरो हातको यो चाहिँ यो हात लसा च्यापिएको हातको दुख्ने पुरा योबाट लिएर यो तल तल सर्दै गइरहेको यो सबै थियो भतभती पोल्ने यो हातको दुख्ने भित्र अलिकति गरम गरम हुन्थ्यो। आज सेकेन्डचोटि आज गर्दाखेरि हल्का महसुस भइसक्यो क्या। अहिलेसम्म हात कहाँ थियो? यस्तो गर्दा थियो, त्यहाँसम्म मात्रै थियो। अहिले कहाँ छ? अहिले माथि। एलिन सरको मुहारको यो खुसीले बताउँछ कि यहाँ कति खुसी हुनुहुन्छ भन्ने कुरा होइन? अहिले त मेरो खुट्टा पनि चल्छ, यो कहीँ दुख्दैन, दुख्छ कि यस्तो अल्झेर त के हो कि जादु भनेर